गरेको गरेर दिमाग खराब गराइदिन्छ। कति गाह्रो वजनको पक्का हाई गाइज, आज चाहिँ मेरो फर्स्ट भ्लग हुनेवाला छ। आजबाट मैले मेरो युट्युब जर्नी सुरु गर्छु भनेर चाहिँ आज मैले सुरु गर्न लाग्यो। सो आजको भ्लगमा चाहिँ के हुनेवाला छ भनेपछि म चाहिँ आज काठमाडौँ जानेवाला छु होइन। अनि म सँगसँगै मेरो फुपू बहिनी अनि त्यसपछि मेरो आन्टी जानु लाग्नु भएको छ। उहाँहरूको चाहिँ फर्स्ट भ्लग हो, त्यसैले म आज बहुत एक्साइटेड छु उहाँहरूको एक्सपिरियन्स हेर्न, हजुरहरूलाई सेयर गर्न। फर्स्टमा त म चाहिँ यस्तो डराएको थिएँ कि ओ माई गॉड, म एक्सप्लेन गर्न सक्दिनँ कि त्यस्तो डराएको थिएँ। त्यही हेर्नु मन लाग्यो मलाई चाहिँ, त्यही भएर चाहिँ आज हामी उहाँहरूको रियाक्सन हेर्छौँ है त। यहाँ चाहिँ मैले अलिअलि प्याक गरिसकेँ, एकदम मेस छ, इग्नोर द्याट प्लिज। यो एउटा दुईवटा हुन्छ, यसमा चाहिँ अब गर्नु बाँकी छ, हाफ हाफ गर्नु बाँकी छ। यसमा चाहिँ गरिसकेँ। त्यहाँबाट मेरो मेकअप प्रडक्ट उठाउनु छ, त प्लिज इग्नोर द्याट। त्यो चाहिँ मेरो सानाको फोटो है। त्यही हो, आज चाहिँ त्यही हुनेवाला छ मेरो भ्लगमा। आजको स्पेसल चाहिँ 3जना मान्छे छ, मेरो फुपू, मेरो बहिनी अनि मेरो आन्टी। म चाहिँ धेरैचोटि चढिसकेँ, उहाँहरूको चाहिँ फर्स्ट। त्यही भएर मैले उहाँहरूको रियाक्सन खिच्नुको लागि आज चाहिँ मैले भ्लग स्टार्ट गरेको। नुहाएर आइसकेँ। अब चाहिँ होइन, टाउको चाहिँ नुहाएको छैन किनकि म पार्लर गएर नुहाउँछु, किनकि आफ्नै पार्लर छ नि त, त्यही भएर उतै गएर नुहाउने। अहिले चाहिँ नुहाएको छैन टाउको। अनि मेरो मम्मी चाहिँ मिटिङमा हुनुहुन्छ, त्यही भएर बोल्न पाउनु भएन। एकछिनमा फेरि मेरो मम्मीलाई इन्ट्रोड्युस गराउँछु म। खै के कम्पनी हो कि मेरो मम्मीको, अनि त्यहीमा मिटिङ दिँदै हुनुहुन्छ मेरो मम्मी, त्यही भएर अलि बिजी हुनुहुन्छ। सो अहिले भेट्छु म एकछिनमा। होइन, कुराएर बस्छु है अझैसम्म, के कुराहरू। ए म चाहिँ अहिले ब्याचलर फर्स्ट इयर रनिङ हो, तर मलाई ब्याचलर पढ्न झ्याउ लाग्यो हो। त्यही भएर म यो ट्रक एक रोड साइडमा भएको घरलाई यस्तो टेन्सन हुन्छ नि, प्या प्या पुपु प्या प्या पिपी गरेको गरेर दिमाग खराब गराइदिन्छ। अनि म के भन्दै थिएँ, मलाई ब्याचलर पढ्न झ्याउ लाग्यो हो, त्यही भएर म अहिले के पढाउँ, 1 वर्ष लस त यसै हुन्छ मेरो। के पढ्ने होला भनेर सोच्दैछु, के पढ्ने होला। मलाई ब्याचलर पढ्न मन लाग्दैन, के गर्ने होला। जे गरे पनि म हजुरहरूलाई देखाइहाल्छु नि, किन चिन्ता। अलि बेसी बोलेँ क्या हो म त। एकछिनमा भेट्छु हजुर। सो म खाना खाएर आइसकेँ अहिले चाहिँ। अब चाहिँ म मेकअप गर्छु, कपडा लगाउँछु अनि जान्छु पार्लर। पार्लरमा चाहिँ मेरो 1-2वटा काम छ, त्यो सक्नुपर्ने हो। त्यसपछि चाहिँ म 3:30 बजीतिर एयरपोर्ट पुग्छु होला। अनि आन्टी पनि 3 बजीतिर बोलाएको छु, आन्टी पनि 3 बजी आउनुहुन्छ। अनि त्यसपछि हामी सँगै जाने सबैजना। अब चाहिँ म रेडी हुन्छु। सो इन्जोय माई टाइम ल्याप्स। सो हिजो मैले नेल्स पनि हालेको, नेल्स बाई मी। अब चाहिँ म रेडी पनि भइसकेँ। माथि मैले टप लगाएको छु, तल फर्मल प्यान्ट लगाएको छु, मैले ज्वेलरी पनि लगाइसकेँ, टप यो भने आमकफ। अब चाहिँ म सामानहरू तल लग्छु अनि त्यसपछि देखाउँछु। सामानहरू अलि गरुङ्गो छ, त्यही भएर म एकैचोटि हजुरलाई तल गएर भेट्छु, नत्र पार्लर गएर भेट्छु एकैचोटि। सी यू। बाई 50 रुपियाँ बाई एउटा
हाई भन्नु हाई के भिडियो बनाएको होला दिदीले हेलो हाई मलाई माया मान्नुहुन्छ धेरै मान्नुहुन्छ कि नै मान्नुहुन्छ एकदम तपाईँ मिस गर्नुहुन्छ कि नै मलाई मगाएपछि मैले त मिस गर्छु दिदीले मात्रै गर्नुहुन्छ कि मिस गर्छु यिनलाई अस्ति नै मिस गरेको थिएँ सब रुनु आज सब रुनु यिनी जानलाई चाहिँ सब रो है हाई भन्नु न त ल सबैले पछाडि छिटो पछाडि फर्केर रुदा रुदा भाउजूको घाँटी सुकेर हैरान छ कति कालो आज चाहिँ खान्छ काली भएपछि म त काट्दैन क्यारे यस्तै हालिदिने हो हाल्ने हो अँ हाल्ने भनेर त अचन बनाइछिन् त्यहाँ बिचारो अहिलेसम्म बनाइरहेको छु हाई रेनु बेबी रेनु हाई गर यिनी चाहिँ रेनु यिनी चाहिँ चाँदनी मेरो मम्मी हाई भन्नु बात लाग्नुमा मेरो मम्मी चाहिँ मैले नुहाएँ अब चाहिँ म कन्डिसनर लगाउँछु मेरो मम्मी गर्दा अब म थ्रेडिङ गर्न लागेको है छिटो कि म अब म चाहिँ थ्रेडिङ गर्न लागेको गाइज हो त्यहाँ म देखेको म चाहिँ आज चाँदनी दिदीलाई पार्टी खुवाउन लिएर आएको पार्टी पनि होइन सर्ट लागेको थियो दुईजनाको अनि मैले हारेँ उहाँले जित्नुभयो अब खुवाउनु त पर्यो वचनको पक्का हुनुपर्छ कि वचनको पक्का छु भन त्यही भएर मैले आज खुवाउन लिएर आएको मोमो मोमो खाने हो मोमो भेटे मेरो अन्तिसँग अब हामी एयरपोर्ट जान लाग्यो हामीलाई ढिलो भइसक्यो लेट भइसक्यो हामी हाई 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 कसै हाई भन्नु हेलो के छ कस्तो एक्सपिरियन्स एक्साइटेड सो हामीले अब बोर्डिङ पास पाइसक्यौँ ल देखाउनु तपाईँ पाइसक्यौँ हामीले पनि पाइसक्यौँ हामी सँगै हो हामी सँगै उहाँहरू पनि उहाँ दुइटा सँगै हामी दुइटै सँगै हामी अगाडि उहाँहरू पछाडि यसको पनि फर्स्ट हो अब यसको रियाक्सन हेर्ने उहाँहरूको पनि फर्स्ट हो उहाँहरूको पनि के गरेँ है भनि त रहेको थियो त त्यो उवाला छ अरे कि कम्फोर्टवाला छैन अरे टोइलेट उहाँलाई टोइलेट चाहिँ अर्को बेला चाहिन्छ मेरो रुममा चाहिँ त्यस्तोहरू छैन अब टोइलेट आउनु अरे उहाँलाई पानी गएर चाहिँ कि है मलाई त आउँदैन सक्दैन म नि त्यस्तै छु क्या दिदी मलाई सुरु पनि आउन क्या कुरा अलिक बेसरी बोल्छ घर के घर मेरो लाज अलिक बेसरी बोल्छ के आउनु अन्त गयो भने आउनु यसलाई के गरेर बस्छु त अनि पानी पर्छ जेको टेन्सन बानी पर्नु पर्छ सक्दिनँ कि म सक्दैन म त उठी फेरि बस्छु कस्तो अब चाहिँ हामी प्लेनभित्र जानु लागि हाई भन्नु कतिचोटि हाई भन्ने होला बाई भन्नुभएको उहाँ चाहिँ सबैले यदि सुन्नु भएन भने गुरुजी जामजाम भन्ने चाहिँ ढकढक कान जामजाम गुरुजी जामजाम जामजाम जाम सीटको खल्तीमा राखिएको सुरक्षा निर्देशिका अध्यक्षले अनुरोध गरिन्छ भएको हामी त मस्त छ चिल छ म त केही मस्त हाम्रो चाहिँ अब पछाडि चाहिँ टिकटक क्विनहरु है उडाइरहने अब
हामी बसमा चढ्यौँ है बाई अब जाने अनि सुत्ने हो अब गएर भोक लाखा खाने हो पहिला हामी रुम जान लाग्यो यस्तो छ हाम्रो हालत के छ ए हो हाम्रो रुम जाने बाटो अब रुम जाने कपडा चेन्ज गर्ने एकछिन मोबाइल चार्जमा राख्ने अनि त्यसपछि लाफिङ खान जाने लाफिङ खाने रे यसले त्यसपछि हामी लाफिङ टेस्ट गर्न जान्छौँ भोक लाग्यो छ मलाई पनि अब जाने अनि खाना पकाउने आज एकादशी रे फुपूले रोटी खाने रे रोटी पकाउनु पऱ्यो दही लिएर आउनु पऱ्यो अब चाहिँ म रुम गएर भेट्छु है त भाइ अहिले चाहिँ म मेरो दिदीसँग भेट्छु अब हामी कपडा चेन्ज गरेर पनि केही खानाको भोक लाग्यो अब उहाँ चाहिँ मेरो दिदी वर्षा दिदी उहाँको वर्षा साई ठाकुरलाई गएर इन्स्टाग्राममा फलो गरिदिनु होला बोल्नु केही मेरो युट्युबमा कस्तो राम्रो रहेछ फुल हो है गाइस कस्तो राम्रो यस्तो राम्रो रहेछ ब्रिज यहाँ त हामी चाहिँ ब्रिज तल छौँ गाइस किन आएको है गाइस हामी चाहिँ अब कस्तो राम्रो राम्रो नानीलाई भोक लाग्यो अरे अनि चाहिँ सबै सुतिसक्नुभयो मलाई भोक लागेर फेरि हामी चटपटे बनाउनु चटपटे खाने अनि सुत्ने भिडियो देख्यो भने कसले कसले गाली गर्छ होला हौ हाम्रो अरे राति राति चटपटे मेरो त मम्मीले माइदिनु ल हामी चटपटे बनाउँछौँ वा चटपटे पनि रेडी भयो हाम्रो अब खाने यस खाने है अब जाम खाम त्यसपछि अहिले भेट्छु एकछिनमा सो गाइस अब हामीले चटपटे पनि खाइसक्यौँ फुपू र दिदी पनि सुतिसक्नुभयो अब चाहिँ हामी सुत्छौँ यस्तो थकाइ लागिरहेछ अब चाहिँ यो मेरो फर्स्ट भ्लगलाई धेरै धेरै माया दिनु होला त्यसपछि लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला एन्ड सी यू इन माई नेक्स्ट भिडियो बाई